है यसरी हैन काट्यो अब पछाडीको काटेर बल्ल त्यो पकाइ पहिला मिलाउँछु एकछिन रुक बन्द भएको छ नि त यो एकदम ख्याल गर्ने कुरा हो यो तिमीले पनि यिनले पनि अर्कै छैन है पकाइ तिमीलाई एकछिन अनि यसलाई अब निकाल्ने पछाडीको भाग निकाल्ने हैन हजुर अब पछाडीको बने छैन है सोच एकछिन बनेकै छैन किन हामी सिर्फ यहाँ गला मात्रै बनाछौँ अनि यस्तो गरेर अब यो मिलाउने अब हामीले अगाडिको त गला मिल्यो अब हामीले काट्ने के यो पहिला पछाडी त्यो गहिरोवाला यो काट्ने यसरी हजुर यो अलरेडी मिलेको भयो थाहा छ यो अहिले नकाट्ने यो गला पनि नकाट्ने अब हामीले यसो के काट्ने यसको पछाडि के काट्ने अब गला काट्ने गला कति इन्ची गला राख्ने 2.5 इन्च 2.5 त यहाँ छ 2.4 हजुर अनि यहाँ हामीले 7 गर्ने ल पछाडि पनि 7 8 सिक्ने हो नि हाम्रो गला हजुर जति पनि गर्न पाइयो इच्छा अनुसार यो गरेर यसरी हो तिमीले एउटा गला गोलो एउटा गला चाहिने 4 पाटा दुईटा गोलो दुईटा भिड दुईटा 4 पाटा काट है यो अन्डा भयो अलिक गोलो है अन्डा फेरि चाहिन्छ सर्टलाई अन्डा चाहिन्छ यसरी होइन अब यो भएन अब यो बल्ल यसलाई खै काटेको है यसलाई यसको डाक तिम्रो उल्टो गर्थ्यो म सुल्टो राख्छु है हजुर यस्तै राख्ने यसरी यहाँ मिलाउने सुर्ती त सानो छ उ त लामो हुन्छ उनी तलैबाट मिलाउने है यसरी अनि यो पोइन्ट काटेको नि यहाँ मिलाउने यसरी नि काटेको नि हामीले यो मिलाउने यसरी मिलाउने यसरी ठ्याक्क मिल्यो अब यति कति मिस्टेक भयो यति मिस्टेक भयो नरम कपडामा पनि यति मिस्टेक भयो कति भयो एक लाइन ठिक छ एक लाइन मिस्टेक भएछ कि नै यसरी यो सकेसम्म टेबलमै काट्न सिक्ने है यस्तै एक लाइन मिस्टेक भयो अब हाम्रो यो काट भनेछ कि नै यदि अब पहिला हामीले यहाँबाट यहाँ सिलाइ राख्नु हो यसरी यहाँ टुक्का चिन्ह लगाउने चिनिन्न नि त यसरी यो हो नि अब यहाँदेखि यता बराबर यसरी यहाँबाट यसरी ठ्याक्क अलि आधा इन्च मात्रै बेसी आधा इन्ची हुँदैन यो त कसैको चाहिने मोटो मान्छेको 1 इन्च हुन्छ यसरी अनि दुब्लो मान्छेको मात्रै आधा इन्च हुन्छ हामी नर्मल मान्छेको 6 लाइन हुन्छ यसरी त्यति अन्दाजी काट्नुपर्छ अन्दाजी होइन अब पछि नाप्ने होइन आफै आउँछ आफै खाने अब यहाँ तिम्रो कति साथीको छ तिमी नर्मल मान्छे हो तिम्रो कति आयो हेर त तिम्रो 6 लाइन आयो 1 छ अब यहाँ हेर उठ्यो है उठेपछि बल्ल कति उठ्यो त यति थोरै उठ्यो आधा इन्च झार्नु पर्ने यति झार्यो भयो यति मात्रै अब आधा इन्च तिमीले यसरी यस्तो गरेर यसरी झारिदिन्छौ यसरी बेसिकमा त्यस्तै हामीले झार्छौँ यस्तो झार्ने यति मात्रै झरे ठिक छ थोरै झऱ्यो यो झरे पनि आधा यहाँ टेबल चाहिँ चाहिने किन होला यो सिधा खाने यो सिधा खाने छैन टेबल चाहिने यसरी नाप्न लाग्यो क्या अब यहाँ हेर अनि यस्तो हेर हेर टेबल यो आधा इन्च झरेको छ भने अब हेर त अर्को स्केल थाहा हुन्छ यो स्केलमा यति झऱ्यो अब तिमीले यहाँ झारेको कति हुन्थ्यो 1.5 इन्च बुझ्यौ नझार्ने अब बुझ्यो नि ठ्याक्क नाप्ने अब यो चाहिँ ठ्याक्क मिल्यो ल यहाँ बराबर छ यहाँबाट बढ्दै 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 आयो यहाँ बराबर छ अब तिमीले हेरे यस्तो सेवा अस्ति सिकाएको थिएँ मैले तिमीलाई सुटको गला